दर्शकबिनहरू कति रमाइलो रमणीय वातावरण छ। बुहार आए हेर्नु न यस्तो अवस्थामा छ। रमाइलो ठाउँ धरानको यस्तो अप्ठ्यारो छ। बाटो अप्ठ्यारो छ हौ गाइजहरू। धरान अहिले यस्तो जाडो हुनुपर्ने, घाम लागेर तातो भइरहेछ क्या। हुस्यो लाग्नुपर्ने, चिसो हुनुपर्ने, मङ्सिर सकिसक्यो, घाम लागेर आनन्द तातो छ। कम्ती तातो छ दर्शकबिनहरू। हेर्नुहोस्, घाम लागेर तातो छ। रमाइलो सर हामी जाँदैछौँ दर्शकबिनहरू। सोमबारे बजार ठ्याप्पै लाग्छ। अचम्म छ यहाँ धरानको। यहाँ ठमेल मोमो पसल यहाँ छ अहिले। जाँदै हामी यहाँबाट माथि जाँदैछौँ। कसरी हामी चाहिँ धरान उच्च साइन्स ब्लकमा हिँडेका हो चाहिँ एकछिन काम परेर धरानको स्वास्थ्य चौकी। धरानको अवस्था छ, लुगा ओढेर पुरा हिँड्नुपर्ने, पुरा ज्याकेटहरू लाएर छैन हौ। तातो घाममा एउटा सर्टमा एउटा भेस्टमा मान्छेहरू हिँडिरहेको छ क्या आनन्द छ। उक्लिला दाइ पुरा उक्लिला यहाँ देख्दैछ पुरा साना जाने हो। यस्तो छ इभी गाडीमा यस्तो आवाज बिना कुद्छ, तर तेल खाँदैन त्यसले चाहिँ हो। अब त्यस्तो पनि हुँदो रहेछ तेल नखाने। 800को 4 904 चाहिँ माथि नै पुग्ने क्या। के अचम्म क्या योहरू। यस्तो छ सारा। अब हामी छाता चोक क्रस गरेर लक्ष्मी चोकपट्टि जाँदैछौँ क्या यो दर्शकबिनहरू। यस्तो छ धरानको अवस्था। त्यो पाखा यस्तो छ। यो नेपाली सेनाले भात रासन लाने ठाउँ। सर जाने। अब हामी आइपुग्न आँट्यौँ। यही हो धरान उच्चको व्यवस्थापन म्यानेजमेन्ट पढाउने ब्लक यो साइन्स ब्लकतिर हामी जाँदैछौँ। त्यसपछि परतिर चौसारी टेक्निकल कलेज छ। घर धमाधम बनाउँदैछ। पैसा नभएको बेलामा मान्छेले कहाँबाट पैसा ल्याउँछ पनि यत्रो घर धमाधम बनाउँदैछ। अब यो साइन्स ब्लक यस्तो राम्रो माडेल घर बनाउँछ धरानमा।